यो प्रकृति अस्ति मजासँग घाम लाग्दै थियो अनि सबैलाई लाग्थ्यो कि सधैँ यही ठाउँमा बसिरहन पाए हुन्थ्यो र आनन्द हुने थियो होला। आज केही प्रकृति आफ्नो रङ चेन्ज गरेको छ र हिमपातसँगै वर्षा सुरु भएको छ। यही प्रकृतिसँग लालायित हुँदै प्रकृतिसँग रमाउन कुद्नेहरू अब आफ्नो गन्तव्य सुरक्षित गर्न कुद्दैछन्। सायद यही नै जीवन होला। जीवनका हरेक उकाली ओह्रालीहरूमा सायद सुख दुःख सँगै लेखिए जस्तै प्रकृति अस्ति सुन्दर मुस्कुराउँदै थियो भने आज प्रकृतिले आफ्नो असली स्वरूप देखाएको छ र रुँदै चिच्याउँदै भनेको छ, जोगाऊ मलाई, जोगाऊ, तब मात्रै तिमी पनि जोगिनेछौ। त्यसैले होला सायद यो हिमपात अनि यो वर्षा हुनुको कारण पनि त्यही हुनसक्छ। त्यसैले सबै सुन्दर चिजहरू प्राप्त गर्न सकिँदैन र सबै सुन्दर चिजहरू तपाईँको पनि हुन सक्दैनन्। त्यसैले जीवन लागि निरन्तर अगाडि बढाउनुहोस्, त्यसमै तपाईँका भलो हुनेछ। यो प्रकृतिसँगै बदलिने मान्छेहरू पनि थुप्रै भेटिन सक्छन्। त्यति बेला पनि आफूलाई सम्हालेर जीवनलाई गतिशील बनाउन सक्ने सामर्थ्य तपाईँसँग भएन भने यो सबै कुराहरू बेकार रहनेछन्। त्यसैले अस्तिको घाम, अस्तिको मनोरम दृश्य आज वर्षामा परिणत भएको जस्तै यसरी नै तपाईँको जीवनमा कुनै दिन खुसियाली छाउनेछ, कुनै दिन दुःख बनाउनेछ। यो सायद यो मौसम जस्तै हो जीवन। त्यसैले आफूलाई सुरक्षित राख्नुहोस्। आफ्नो गन्तव्य अरूको हातमा होइन, आफ्नो हातमा राख्नुहोस्। तब मात्रै तपाईँको जीवनमा अपार र अनुपम सुन्दरता छाउनेछ। पानी त के हो, एकछिन पर्छ फेरि बिदा हुनेछ। जीवन त्यस्तै हुनेछ। आज दुःख छ, भोलि सुख आउनेछ। त्यो दुःखलाई पनि सुखमा बदल्न सक्नुभयो भने त्यो नै वास्तविक जीवन हो। हस्, धन्यवाद।